everyone, good morning and welcome to my YouTube channel. It's me Vishnu Rana. So आज चाहिँ नि हामी बुटोल जान लागेको काम परेर अनि त्यहाँबाट फेरि उता पश्चिम जान छ सामान छोड्नको लागि दिदीको घर हाम्रो साइलामाको छोरीको घरमा त्यही भएर हामी चाहिँ त्यहाँ जान लागेको यसै आइसकेछ भन दिदीहरूलाई पुरेछ अनि हामी यस्तो गर्मी जस्तो भयो कि अनि त्यही भएर यस्तो चिसो पानी खाम भनेर हाम्रो यो सानो मान्छे हाम्रो सानो भदैनीले फेरि म पनि जान्छु भनेर पत्ताएर अनि त्यसलाई पनि लिएर आएको के हेलो भनिदेऊ म भर्खर छुटेर उठेको भनिदेऊ न मेरो मुड खराब छ भनिदेऊ हेलो भनिदेऊ न खै हात हल्लाइदिएको किन उको पानी खाने अनि यता फेरि बहिनी बस्दैछ अनि यता म बसेको अनि यस्तो गर्मी भयो कि अनि दिदीहरू नखाइन ठ्याक्क अनि पुर्ने हो कि तिनीहरूलाई यहाँ अनि तिनीहरूको काम हुँदैछ अरे अनि तिनीहरूलाई पुर्दाखेरि अनि हामीले यस्तो चिसो पानी खाम भनेर खाना लागेको ल है हाम्रो यता मधेसतिर चाहिँ नि गर्मी बढ्न लागिसकेको छ यताको छेउछेउको रुखहरू पनि काटिदिइसकेको रहेछ यतातिर नै बाटो बढाउन ला रहेछ कि पश्चिम साइडतिर पूर्वतिर त गराइसकेको थियो यतातिर पनि बल्ल बनाउँदै रहेछ कोही कोही काटिसकेको छ कोही काट्दैछ कहाँ यो रुखमा ए त्यही भएर नकाटेको होला अब त्यो मौरी अब एउटा त छोडिसके रहेछ है मौरीको घार रहेछ कि यो रुखलाई त्यही भएर नकाटेको रहेछ एउटाले त छोडिसकेछ एउटा त रहेछ झुन्डेर भन्छ प्रायः जस्तो कि पिपलको बुटमा के मौरी लाग्छ होइन हेलो फाइनली हामी चाहिँ नि दिदी भेनाको घर आइपुग्यौँ होइन अनि आएर बस्यौँ हल्का रेस्ट गऱ्यौँ अनि त्यसपछि यसो लसुन खोल्चाइदिउँ भनेर लसुन खोल्चाउन लागेको अनि यहाँ मामुवालाई पनि सबैलाई भेट्यौँ सबै सनी चाहिँ आरामै हुनुहुँदो रहेछ अनि यहाँ दिदी भेना हाम्रो खतरा कुको क्या भेना अनि यहाँ बहिनीले त बहिनीलाई त थाहै छ अनि कता हाम्रो खुच्ची उता अनि हाम्रो दिदी भेना पनि आउने हो अनि दिदी भेना चाहिँ बाटोमा आउँदै हुनुहुन्छ अरे तिनीहरूको चाहिँ नि यातायातमा काम थियो नि त अनि काम ढिलो हुन्छ तिमीहरू जाऊ भन्नुभएको भएर हामी चाहिँ नि सिधै आइदियौँ अनि तिनीहरू चाहिँ नि आउँदैछ अरे भनेर फोन आयो हामी तिनीहरूलाई कुर्दै बस्दै गरेको अनि हामी अहिले एकछिन कुराकानी गर्छौँ एकछिन बस्छौँ अनि घरतिर जान्छौँ फाइनली हामी चाहिँ घर आइपुग्यौँ भन भर्खरै आएको अँधेरो भइसक्यो अनि अहिले चाहिँ लास्ट थकाइ लागेको छ दुई जाँदा 2 घन्टा आउँदा 2 घन्टा ड्राइभिङ गरेको डेन्जर थकाइ लाग्यो अनि प्लस फेरि आउँदाखेरि यस्तो बुटोलमा बसेर हल्का सपिङ पनि गरेर आइदिएको कि भाउजूले आफ्नो नानीलाई कपडा किनिदिनु है भनेर पैसा दिनुभएको थियो सो त्यसैको लागि कपडा किनिदिउँ अनि आयौँ मैले त्यसको चाहिँ भिडियो बनाइदिएन किनभने अँधेरो भइसकेको थियो नि त अनि त्यही माथि फेरि हाम्रो नानी पछि सानो नानी भदै नि पछि लाएर गएको थियो अनि त्यसलाई चिसो हुन्छ भनेर हामीले छिटो किन्यौँ अनि आयौँ हामीले मैले भिडियो सिडियो बनाएन के अनि डाइरेक्ट म घर आएँ है ल यति भन्दै आजको भिडियो यही समाप्त गर्न चाहन्छु थ्याङ्क यू भेरी मच